जी नमस्कार दर्शकबिन, फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। र आजको भिडियो तपाईहरु थम्बनेल र टाइटल देख्ने बित्तिकै थाहा पाइसकेको होला। त्यही पनि थाहा भएन भने भिडियोलाई सुरुदेखि अन्तसम्म जोड्नु होला, ताकि यो भिडियो कुन कन्सेप्टमा बनेको छ भने तपाईहरु जोड्नु होला। ल हामी भिडियो सुरु गर्छौं। ज्ञानेश्वर यो देश छोड, पारसे गुण्डा रुखमा जुण्डा भन्नेहरू आज राजा आऊ देश बचाऊ, केपी चोर यो देश छोड भन्दै सडक तताउँदैछन्। पूर्व राजा ज्ञानेन्द्र जो राजा हुनका निम्ति जन्मिएकै थिएनन्, तर तिनै ज्ञानेन्द्र आफ्नो दाजु वीरेन्द्र र बुवा महेन्द्र भन्दा पनि अगाडि नै राजा भए। उनको शिरमा राखिएको श्रीपेजको महत्त्व थाहा पाउँदा नपाउँदै फेरि खोसियो। उनी पहिलो पटक राजा भएको 2 महिनामै राणा शासन हट्यो अनि दोस्रो पटक राजा भएको 7 वर्षमा राजतन्त्र हट्यो। अहिले राजतन्त्र हटेको पनि 17 वर्ष भयो। 17 वर्षसम्म तपाईँ हामी जस्तै आम नागरिकको जस्तो जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र अहिले आफूले छाडेको नासो यानि कि श्रीपेज लगाउने दुस्साहस गर्दैछन्। र अब पालो आयो, हामीलाई साथ दिनुहोस् भनेर आह्वान पनि जनतामाझ गरेका छन्। पूर्व राजा ज्ञानेन्द्रको त्यो आह्वानलाई स्वीकार्दै हजारौंको संख्यामा जनताहरू फागुन 25 गते सडकमा उत्रिए पनि। पोखराबाट काठमाडौँ आएका पूर्व राजाको स्वागतमा देशैभरबाट जनताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। फर्केर हेर्ने हो भने ज्ञानेन्द्र जसले ताली पनि सहे अनि गाली पनि सहे, ज्ञानेन्द्र जसलाई आफ्नै वंश नाश गरेको आरोप लाग्ने गर्छ, अनि तिनै ज्ञानेन्द्र जसलाई आफ्नै वंश भनेर स्वीकार नगर्नेहरू पनि थिए। ज्ञानेन्द्र जसलाई जन्मिँदै ज्योतिषले यसले त अनिष्ट निम्त्याउँछ भनेका थिए। बालकैमा राजा भएका बेबी किङ ज्ञानेन्द्र, सोल्टी होटल, सूर्य सुर्ती लगायतमा लगानी गरेका बिजनेसम्यान ज्ञानेन्द्र, अनि जनताले राजगद्दी छोड भन्दा सजिलै छाडिदिने सामान्य नागरिक ज्ञानेन्द्र, र अब पोखराबाट काठमाडौँ आउँदै यत्रो भिड जम्मा गर्ने पूर्व राजा ज्ञानेन्द्र। इनफ्याक्ट झन्डै 2 वर्ष अगाडि हामीले बनाएको यो भिडियोमै ज्ञानेन्द्र राजाकै रूपमा फर्कन सक्लान् त, अथवा राज संस्था फिर्ता आउला त भन्ने बारेमा चर्चा पनि गरेका थियौँ। त्यतिबेला त्यो भिडियो बनाउँदै गर्दा कुनै दिन यसरी ज्ञानेन्द्रकै पक्षमा हजारौंको संख्यामा यत्रो जमात तयार होला भन्ने हामीले सोचेको पनि थिएनौँ। एकारौँ यो त्यही जमात हो जसले 2063 मा राज संस्था फालेको थियो। अहिलेको अवस्थामा हामीले 2 वर्ष अगाडि गरेको विश्लेषण मिल्दै गएको छ र त्यहाँनिर खासै केही चेन्जेसहरू छैन। तर धेरैजनाले सोचेको भन्दा पनि छोटो समयमा राज संस्थाको पक्षमा माहौल बनेको छ, जसले ज्ञानेन्द्रको सम्भावित उदयलाई फेरि एकपटक दर्शाएको छ। सो आजको भिडियोमा हामी यी 2 पुराना भिडियोजहरूकै कुरामा केही नयाँ कुराहरू थप्दै, विश्लेषणहरू थप्दै पूर्व राजा ज्ञानेन्द्रको राइज, फल अनि अबको सम्भावित उदय देखाउने कोसिस गर्नेछौँ। ज्ञानेन्द्रको जन्म नारायण हिडी प्यालेस काठमाडौँमा राजा महेन्द्र र उनको पहिलो पत्नी रानी इन्द्रको माइलो छोराको रूपमा भएको थियो। उनको जन्म पछाडि नै ज्योतिषले यो छोराले केही न केही अनिष्ट गराउँछ भनेर राजा महेन्द्रलाई भनेका रहेछन्। त्यसैले गर्दा ज्ञानेन्द्रले दरबारमा हुर्किने खासै अवसर पाएनन्। उनलाई उनकै हजुरआमाकोमा पठाइयो। ज्ञानेन्द्र राजा हुनलाई जन्मिएकै थिएनन्। त्यति बेला राजाको पनि जेठो छोरा नै राजा हुने चलन थियो। हजुरबुवा त्रिभुवन पछाडि बुबा महेन्द्र, अनि बुबा महेन्द्र पछाडि जेठो दाइ वीरेन्द्र, र वीरेन्द्र पछाडि पनि उनकै जेठो छोरोको पालो आउनेवाला थियो। ज्ञानेन्द्र त्यो रोल क्रममै थिएनन्। तर 2007 सालतिर राजा त्रिभुवन लगायत राजपरिवारका सबैजना नेपाल छाडेर भारत भागे। त्यति बेला ज्ञानेन्द्र दरबारमा नभएर हजुरआमाकोमा भएकाले उनलाई पनि बोलाएर भगाउने कोसिस कसैले गरेन। तर ज्ञानेन्द्र हजुरआमासँगै भएको थाहा पाएर त्यति बेलाका प्रधानमन्त्री मोहन शमशेरले भने उनलाई तुरुन्तै झिकाएर राजा बनाइदिए। नेपालको इतिहासमै 2 चोटि राजा भएका ज्ञानेन्द्र पहिलो पटक 2007 सालमा राजा हुँदा जम्मा 3.5 वर्षका मात्र थिए। त्यति बेलाको परिस्थिति त हामीले योभन्दा अगाडिको त्रिभुवन शाहको भिडियोमा पनि पुरा गरिसकेका छौँ। पछि फेरि त्रिभुवन नेपाल फर्किएपछि राजा ज्ञानेन्द्रको श्रीपेज खोसियो। त्यस पछाडि ज्ञानेन्द्रले आफ्नो स्कुल लेभल दार्जिलिङको सेन्ट जोसेफबाट पुरा गरे र नेपालकै त्रिभुवन विश्वविद्यालयमा फर्दर अध्ययन गरे। त्यस पछाडि उनको विवाह उनको दाइ वीरेन्द्रको साली कोमल राज्य लक्ष्मीसँग भयो। उनीहरूको एक छोरा र एक छोरी छन्, पारस र प्रेरणा। उनलाई कुर्सीमा भन्दा बढी बिजनेसमा इन्ट्रेस्ट थियो। उनको लगानी टुरिज्म, टोबाको, हाइड्रो पावर लगायतको बिजनेसहरूमा थियो। सोल्टी होटल, हिमालय टी स्टेट अनि सूर्य टोबाकोमा त उनी प्रमुख सेयर होल्डर नै हुन्। तर उनी बिजनेसबाट राजनीतितिर सर्नु पर्यो, देशको नेतृत्व लिनु पर्यो। हुन त 19 ज्येष्ठ 2058 मा भएको दरबार हत्याकाण्डको दोष पनि उनलाई नै लाग्ने गरेको छ। आफ्नै परिवारको वंश नाश गरेर राजा भयो भनेर धेरैले भन्ने गर्छन्। उनी आफैले भने आफू 2 पटक नै एक
एकपटक 2007 सालतिर बच्चा हुँदा अनि अर्को पटक दरबार हत्याकाण्ड पछाडि रहरले नभइकन बाध्यताले राजा भएको भन्दै आएका छन्। नियतै नै भन्नु पर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिराएको श्रीपेट चुपचाप थाप्ने बाध्यता बाहेक मेरो न त चाहना थियो, न त इच्छा, न त कुनै भूमिकाको गुन्जाइस नै थियो। दोस्रो पटक उनी राजा हुँदै गर्दा यता माओवादीको युद्ध चलिरहेको थियो। हुन त माओवादी नेतृत्वको सशस्त्र आन्दोलनको रासस्ता फाल्ने योजना कहिल्यै पनि थिएन, तर परिस्थिति यस्तो बनिदियो कि राजाले प्रचण्डलाई धोका दिए अनि प्रचण्डले राजालाई, जसले गर्दा हिजो जङ्गलमा भएका प्रचण्ड अहिले प्रधानमन्त्री छन् र हिजो सर्वस्व भएका राजा ज्ञानेन्द्र अहिले सामान्य नागरिक सरह छन्। त्यति बेलाको कुरा गर्नुपर्दा राजा ज्ञानेन्द्र भने राजा भएपछि झन अटोक्रेटिक हुँदै गए। उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबाटै हटाइदिए अनि राज्य शक्ति आफ्नो हातमा लिने प्रयास गरे। त्यस पछाडिको 3 वर्षमा उनले 3 जना प्रधानमन्त्री फेरि दिए। लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा हुँदै फेरि शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गरे। यो बीचमा उनले संसद पनि विघटन गरे। त्यति बेला प्रधानमन्त्रीको काम भनेको जम्मा प्रतिनिधि सभाको चुनाव गर्नु थियो। त्यो काम पनि गर्न नसकेको भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै शेरबहादुरलाई फेरि हटाएर आफ्नै अध्यक्षतामा मन्त्री परिषदको गठन गरे। 19 माघ 2061 को कुरा हो यो। अब यति हुनु अगाडि माओवादी जङ्गलबाटै सङ्घर्ष गरिरहेको थियो। राजतन्त्र फाल्नुपर्छ भन्ने उसको माग कहिल्यै पनि थिएन। त्यतिन्जेलसम्म पनि राजा र प्रचण्ड मिलेर काङ्ग्रेस र एमालेलाई किनारा लगाउने प्लान बन्दै थियो। तर 19 माघको घोषणाले नेपालको रूपरङ नै फेरिदिनेवाला थियो। इतिहासमा माघ 19 नआउँदो हो त आज अझै राजतन्त्र हुन्थ्यो होला। भएको के थियो भने जनयुद्धमै होमिएको माओवादी र राजा ज्ञानेन्द्र बीच भित्रभित्रै सहमति हुँदै थियो। कतिसम्म भने ज्ञानेन्द्र प्रचण्डलाई नै प्रधानमन्त्री बनाइदिनसम्म पनि तयार भएका थिए। फलस्वरूप राजा ज्ञानेन्द्रलाई कम्बोडियाका राजालाई जस्तै सम्मान र त्यही लेभलको स्ट्याटस दिएर राख्नुपर्ने थियो। ज्ञानेन्द्रलाई खतरा माओवादीसँग नभइकन तिनै संसदीय दल काङ्ग्रेस र एमालेसँग थियो। त्यसका निम्ति उनी प्रचण्डसँग मिलेर उनलाई प्रधानमन्त्री बनाउनका निम्ति पनि तयार थिए। प्रचण्डलाई भने आफ्नै पार्टीभित्र खतरा थियो। बाबुराम भट्टराई निरन्तर रूपमा भारतीय इन्टेलिजेन्स एजेन्सी रसँग सिक्रेट रूपमा कनेक्टेड थिए। बाबुरामले त रसँग मिलेर आफ्नै कार्यकर्तालाई भारतमै समाउनका निम्ति रलाई सहयोग गरेको भन्ने प्रचण्डले आरोप लगाइरहेका थिए। यस्तो अवस्थामा बाबुरामको रसँगको साँठगाँठलाई न्युट्रलाइज गर्नलाई भए पनि प्रचण्डले राजासँग मिल्नै पर्ने थियो र राजा भने तत्कालीन पार्टीहरूलाई तल लाउनका निम्ति आतुर थिए। यही अनुरूप राजा ज्ञानेन्द्र र माओवादीका प्रचण्डबीच भेट्ने प्लान भइसकेको थियो। प्रचण्डले रोल्पामै भेट्ने भनेका रहेछन् भने राजा ज्ञानेन्द्रले भने मिटिङ टारटुर गर्दै रुकुम र म्याग्दीको रोयल हन्टिङ रिजर्भमा भेट्ने भनेका रहेछन्। प्रचण्ड र ज्ञानेन्द्रको छलफलबारे इन्फेमस जुलियन असान्जको वेबसाइट विकिलिक्सले समेत लिक गरेको थियो। विकिलिक्सले दुनियाँभरको पोलिटिकल स्क्यान्डल, युएसए इरानका सिक्रेट वार फुटेजहरू, व्हाइट कलर स्क्यान्डलहरू पनि निकाल्दै आएको थियो। अब त्यो भेट हुनु अगाडि नै ज्ञानेन्द्रले प्रचण्डलाई समेत धोका दिँदै माघ 19 गते शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाएर आफै मन्त्री परिषदको अध्यक्ष हुँदै मन्त्री परिषद विस्तार गर्न लागेका थिए। र त्यही दिनको शाही सम्बोधनमा उनले नेपाल र नेपालीप्रति न्याय गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्छ भनेका थिए। यसो भन्दै गर्दा यो सिधै उनले प्रचण्डलाई तोकेर भनेको देखिन्थ्यो। यतिले गर्दा उनले सिंहदरबारबाट लखेटेका राजनीतिक दल र जङ्गलबाट सहर पस्न खोजेको विद्रोही माओवादीलाई अब राजाको विरुद्धमा सहकार्य गर्न बाटो मिल्यो। राजाले प्रचण्डलाई एकपटक धोका दिए। यही धोकाको बदला आउने भविष्यमा प्रचण्डले झन् ठुलै रूपमा लिनेवाला थिए। र फेरि पनि म तपाईँहरूको समक्ष दोस्रो भिडियो लिएर आउँछु। त्यसैले तपाईँहरू मेरो च्यानललाई फलो या सब्सक्राइब गरी राखिहोला ताकि दोस्रो भिडियो तुरन्त तपाईँहरूको समक्ष आओस्। धन्यवाद।